हेलो साथीहरू, आज म फेरि हाम्रो तलेर रत्न चोकतिर आएको छु। यो सायद म काम गर्ने ठाउँको गोदाम भएको ठाउँमा आएको छु। त्यसो भएर आज एउटा ब्लग बनाइदिउँ भनेर बनाइदिनु लाएको। म गोदाममा आएको छु, यसरी हो है। म गोदाममा आएको छु। यहाँनिर हाम्रो लिचीको बुटो छ। लिचीको बुटोमा बेसर लिची फलेको थियो, तर झारिसकेछन्, खाइसकेछन्। हल्का रातो रातो भएको थियो, खाइसकेछन्। थोरै पातलो छ। म हजुरलाई त्यो नि देखाउँछु है त। हेर्नुहोस् है, हो यहाँ कति बाक्लो फलेको थियो कि, हल्का रातो रातो भएको थियो, तर जम्मै खाइसकेछन्। कता कति छन्। अनि यतापट्टि साइडतिर चाहिँ हेर्नु जम्मै खाइसकेपछि टिपेर खाइभ्याइछन् कि। अनि हो यो एरिया चाहिँ यता तलतिरपट्टि चाहिँ हल्का अलिअलि मात्रामा छ। अब यो पनि सकिन्छ। अब 2-3 दिनमा हामी यहाँ गोदाममा आयौँ भने सकिने बेर छैन, खाली हुने बेर छैन। यो लिची चाहिँ लटम्मै फलेछ कि यो लिची है। पोहोर त अलि ठुल्ठुलै फलेको थियो, तर यसपालि चाहिँ यो लिची लगभग सानो फलेको छ कि पोहोरको जस्तो त्यति विधि फलेको छैन, पातलो फले। अनि दाना पनि सानो छ कि यसपालिको चाहिँ। अनि यसो आउँदाखेरि एउटा ब्लग बनाइदिउँ भनेर बनाइदिएको। कस्तो लाग्छ, मन परे पार एउटा लाइक अनि कमेन्ट अनि सेयर पनि गरिदिनु होला। तपाईँको साथीहरूसम्म नि यो मेरो भिडियो पुऱ्याइदिनु होला। त्यसको लागि सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हस् त है त। ओके, बाई बाई, थ्याङ्क यू।